गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल राकेश रावल। गाइज हामी आज पुगिरहेको छौँ शिखर झला होइन। अहिले हामी जान लाग्छौँ शिखर झला यहाँ बुलबुले तालको यतातिर राम्रो भ्यू छ क्या एकदम। यो नदी पनि आइरहेको पानी हल्का हल्का यहाँ आए पानी यहाँ हामी जान लाग्छौँ बुलबुले। यो उकालो चढ्ने बाटो यो गेट नम्बर 1 हो है। यो फेरि दामी बनाएको गेट नम्बर 1 दामी हो त। यो हेर्नु यस्तो बाटो बनाएको छ हेर्नु भित्र जाने बाटो एन्ट्री बाटो। यो एन्ट्री बाटो हेर्नु कसैले देखाएको पनि छैन होला। यो एन्ट्री बाटो हो क्या बुलबुले तालको। यो हेर्नु भ्यू आहा मस्त छ कि मस्त यार एक नम्बर होइन। यस्तो दामी बनाइदिया रहेछ कि बुलबुले कत्रो सालपट्टिको लगानी लगाएर बल्ल यो बनाएको छ हेर्नु। यस्तो दामी बनाएको छ कि पतङ सतङ लगाएर टक्क बनाएर चट्ट हो त यहाँ। अरे सिङ्गल आउनु त बेकारै हो गाइज। यहाँ सबैले आफ्नो गर्लफ्रेन्ड लिएर आउनु क्या। यहाँ सिङ्गल आयो भने त बेकारै हो। सबैले आफ्नो गर्लफ्रेन्ड लिएर आउने टक्क यस्तो राम्रो छ बुलबुले ताल। पुरै बनाएको छ त यार दामी बनाएको छ होइन। अनि टक्क त्यस्तो पाराले पलमार्कपुर नमस्ते कम्प्युटर शिक्षालय लेखेको छ दामी छ। वेलकम टु बुलबुले। यो बुलबुले तालको मस्त भिडियो। यो चौतारा वाह दामी बनाइदिए खाएन पहिलाको भन्दा त खतरा हो त। हेर्ने एक माछा पनि देखिन लागेन के। माछै छैन भनौँ। मूल फुट्ने यो बुलबुले धारो गाइज माछा ऊ हेर्नु यो पानी आउने धारो। जङ्गलै जङ्गल हो क्या पुरै तर बनाइरहेको भित्रतिर जङ्गलको भित्र हो यो राम्रो बनाइरहेको। गाइज हामी बुलबुले घुमेर अहिले हामी घर जान लाग्छु होइन। यो जान लाग्छु यस्तो छ क्या यो सिडी चढ्ने भनेको यत्रो एन्ट्री गेट अरू बाहिर जाने एक्जिट पनि यही हो होइन। अब हामी जान लाग्छु होइन। यहाँ समीर छ समीर भाइ अनि दाइ र साला अगाडि गइहाल्यो अझ फेरि अगाडि गइहाल्यो क्या। हामीहरू मात्र पछाडि छौँ। हामीहरू अहिले जान लाग्छु होइन। आज यस्तो दामी सिनहरू फोटोहरू खिचियो भिडियोहरू बनाइयो राम्रो राम्रोहरू बनाएर हामी अहिले घर जान लाग्छौँ। सबैजनाले लाइक अनि सब्सक्राइब गर्नु होला। युट्युबलाई जतिभन्दा जति यो भिडियोलाई सेयर गरिदिनु होला। सबैजनाले जति पनि मेरोमा जोडिनु भएको छ सब्सक्राइब गर्नुभएको छ सबैजनाले मेरो भिडियोहरू सेयर गरिदिनु होला। साथमा आज समीर भाइको हो क्या अङ्कलको छोरा आज